हिजो लाइभ सेसनमा पनि भनेको थिएँ यो हाम्रो जुन यो राइज गएको छ यो 15% को यो टोटल्ली फेक हो यो चाहिँ फेक राइज हो यो चाहिँ सिर्फ यसरी चाहिँ सेलिङ गर्नको लागि यो फेरि पनि जहाँबाट यो राइज गएको थियो त्यही एरियामा चाहिँ आउन सक्छ तपाईहरुसँग छ भने चाहिँ सेलिङ गर्नु होला है भनेर चाहिँ मैले भनेको थिएँ सो आज ठ्याक्कै एक्ज्याक्ट त्यस्तै भएको छ हिजो चाहिँ यहाँ चाहिँ विदाउट भोल्युम चाहिँ राइज लगेको थियो भने चाहिँ अनि आज चाहिँ के भएको छ त भन्दाखेरि चाहिँ ग्याप डाउनमा चाहिँ यहाँ चाहिँ झन्डै 10% माइनसमा चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ मज्जाले हिजो भन्दा पनि हाम्रो चाहिँ यहाँ डबल क्वान्टिटीमा चाहिँ सेलिङ भएको छ है सो यसले के जनाउँछ त भन्दाखेरि यो हिजोको राइज चाहिँ टोटल्ली फेक राइज हो यो चाहिँ जस्ट सेलिङ गर्नको लागि चाहिँ यो चाहिँ माथि लगेको हो भने चाहिँ हामीले बुझ्न सक्छौँ है सो यो प्राइस र भोल्युमलाई एनालिसिस गर्ने हो भने चाहिँ हामीले चाहिँ यसमा चाहिँ बाइङको लागि चाहिँ वेट गर्नुपर्छ भने चाहिँ अनि जोसँग छ उहाँहरूले पनि एकचोटि चाहिँ सेलिङ गरेर निस्किँदाखेरि चाहिँ हुन्छ भनेर भन्छु है मैले यस्तो एक्जाम्पल तपाईँले धेरै दिइसकेँ सो यो चार्ट अनुसार चाहिँ यहाँ चाहिँ अहिले चाहिँ सेलिङ भइरहेको छ भनेर भन्छु